समाजमा एउटा सामाजिक सञ्जालमा फटाको अनुहार देखाउन परेन मैले। त्यो कुराले गर्दा म एकदम खुसी पनि छु हैन। अब बाँकी कुराहरू अब यहाँ सम्बन्धित माथिल्लो निकायहरूले हैन अझै खोतल्नु पर्छ, अझ त्यो ठाउँलाई अझ धराप छ कि भनेर हेर्ने उहाँहरूको काम हो। दर्शकबिन अहिले हामी यो गाडी डुबेर बेपत्ता भएको ठाउँमा आइपुगेका छौँ। यहाँ केही उपकरणहरू केही सामग्री हिजो चाहिँ एक्सकाभेटरले निकालिएको छ। नदेख्नेले चाहिँ झुटकै आश्वासन दिएको भन्ने एकातिर कानुनले चाहिँ झुटा ठहर्यो भने कानुनको अनुसारको चाहिँ नि हिरासतमा बस्नुपर्ने जस्तो कुरा भएको र साह्रै पिरमा थिएँ म। कसले भन्नुभएको थियो त्यो हिरासतमा बस्नुपर्ने होइन? त्यस्तो कुराहरू कानुन चाहिँ हाम्रै नेपाल प्रहरीका वरिष्ठ पदका एसपीहरू होइन उहाँहरू लगायत उहाँहरूले पत्याउनु भएको थिएन यो कुरा। यस्तो पनि हुनसक्छ भन्ने कुराहरू भइराखेको थियो। होइन सर यो यस्तै भएको भन्दा उहाँले विश्वासै गर्नु भएन। त्यो घोला गरे पो देखाउनु पर्यो, पछि हामी विश्वास मान्छौँ। विश्वासै लागेको छैन। डर लागेर सर यो पुरै हल्लिरहेको थियो। डुबेन भन्ने भयो के यहाँ त विश्वासै देखाएको छ नि। अब यहाँबाट घाँटीबाट निल्ने बेलामा यहाँ निल्ने बेला त 5 सेकेन्ड यहाँ आइपुग्नलाई टाइम लाग्छ। यसो गरेर फब्लाके कसरी जान्छ? हाम्रो दाइ यहाँ अहिले हुनुहुन्छ यो फर्मको सञ्चालक होइन। उहाँहरूले नि यो भाडामा लिएर चलाउनु भएको हो। त्यो जुन घटना भयो त्यो बेला उहाँ दाइ हुनुहुन्थ्यो। त्यहाँ पनि आउने क्रममा बाटोमा विरोध भए, त्यहाँ एक्सकाभेटर डुब्यो। हेर्नुहोस् त्यहाँ धेरै नै गाह्रो भयो होइन। त्यसको बावजुद त्यहाँ चाहिँ नि भगवान्ले साथ दिएर अर्को एक्सकाभेटर ल्याएर त्यहाँ निकालेर यहाँ ल्यायौँ, नत्र करोडौँ त्यही पनि डुबेको थियो। एउटा राज्यले गर्नुपर्ने कुरामा एउटा वडा अध्यक्षज्यू जस्तो हिम्मत भएको मान्छेले यहाँ गरेर देखाइदिनु हो। सम्बन्धित निकायहरू चाहिँ नि निधाएर बसे होइन। आज हिजो 19 दिन हुँदासम्म पनि एउटा राज्यले यत्रो पहल गर्नुपर्ने ठाउँमा यो चाहिँ चुपचाप आउने हेर्ने मात्र गर्नुभयो होइन। त्यो केही पनि गरेन हामीलाई। तपाईँहरूलाई स्वागत गर्न चाहन्छु जगत टिभीमा। म अशोक सुजन श्रेष्ठ। अब यो घटना पछिल्लो अपडेट के छ? यो गाडीको जति पनि पाटपुर्जा निकालियो त्योभन्दा पछाडि अब उहाँहरूको के योजना छ? सकिन्छ राज्यले चाहिँ नि होइन। एउटा किसान हो, एउटा चाहिँ नि राज्यमा चाहिँ यसरी चाहिँ काम गरेको मान्छे। नेपालमा चाहिँ 12-13% मात्रै प्रोटिन माछाबाट भइरहेछ। उहाँले चाहिँ यो चाहिँ यस्तो ठाउँमा आएर काम गरेको, विदेश पलायन नभएको मान्छेलाई केही राहत गरौँ, राहतहरू दिन सक्ने कृषि मन्त्रालय छन्, प्रकोप मन्त्रालयहरू छ, उहाँहरूले केही सहयोग गर्नु भने ओके छौँ हामी। तर यो बाटो चाहिँ तत्काल अब सञ्चालन गर्नुपर्ने जरुरी छ। अब निकालिन्छ कि निकालिँदैन होइन? योभन्दा अगाडि दाइले चाहिँ अब यहाँ फेरि एक्सकाभेटर ल्याएर सबै निकाल्छौँ भन्नुभएको थियो होइन। त्यो के हुन्छ र फर्दर योभन्दा पछाडि चाहिँ उहाँहरूले यो फर्म सञ्चालनको कुराहरू अथवा चाहिँ अरू के गर्नुहुन्छ भन्ने बारेमा हामी दाइसँग कुराकानी गर्नेछौँ। मधुरलाल पनि स्वागत जगत टिभीलाई। अलिकति अब यो खुसीको कुरा भनौँ कि दुःखको कुरा भनौँ होइन? अब तपाईँहरूले यो एक्सकाभेटर मार्फत चाहिँ यो निकाल्नुभयो होइन? कस्तो लागेको छ तपाईँलाई अहिले? मलाई चाहिँ के भने यो सारा मान्छेले आदि जस्तो नदेख्नेले चाहिँ झुटकै आश्वासन दिएको भन्ने एकातिर कानुनले चाहिँ झुटा ठहर्यो भने कानुनको अनुसारको चाहिँ नि हिरासतमा बस्नुपर्ने जस्तो कुरा भएको र साह्रै पिरमा थिएँ म। कसले भन्नुभएको थियो त्यो हिरासतमा बस्नुपर्ने? होइन त्यस्तो कुराहरू कानुन चाहिँ हाम्रै नेपाल प्रहरीका वरिष्ठ पदका एसपीहरू होइन उहाँहरू लगायत उहाँहरूले पत्याउनु भएको थिएन यो कुरा। यस्तो पनि हुनसक्छ भन्ने कुराहरू भइराखेको थियो। होइन सर यो यस्तै भएको भन्दा उहाँले विश्वासै गर्नु भएन है। त्यही भएर काम पनि ढिलासुस्ती भएको हाम्रो। यो एउटा राज्यले गर्नुपर्ने कुरामा एउटा वडा अध्यक्षज्यू जस्तो हिम्मत भएको मान्छेले यहाँ गरेर देखाइदिनु हो। सम्बन्धित निकायहरू चाहिँ नि निधाएर बसे होइन। आज हिजो 19 दिन हुँदासम्म पनि एउटा राज्यले यत्रो पहल गर्नुपर्ने ठाउँमा यो चाहिँ चुपचाप आउने हेर्ने मात्र गर्नुभयो होइन। त्यो केही पनि गरेन हामीलाई। तर यहाँ 16 नम्बरका वडा अध्यक्षज्यूले हिम्मतका साथ काम गरेर देखाइदिनु भयो। उहाँले राज्यले गरेन भने म आफ्नो लगानी लगाएर पनि निकाल्नुपर्छ भाइ, तपाईँ चिन्ता नगर्नुहोस् भनेर मलाई चाहिँ आश्वासन दिनुभयो। त्यो काम निकालेर पनि देखाइदिनु पुरा पनि भयो होइन। सम्पूर्ण चिज भयो, देखियो, प्रमाण आयो आज होइन। म खुसी छु किन समाजमा एउटा सामाजिक सञ्जालमा फटाको
को अनुहार देखाउन परेन मैले। त्यो कुराले गर्दा म एकदम खुसी पनि छु हैन। अब बाँकी कुराहरू अब यहाँ सम्बन्धित माथिल्लो निकायहरूले हैन अझै खोतल्नु पर्छ, अझ त्यो ठाउँलाई अझ धराप छ कि भनेर हेर्ने उहाँहरूको काम हो हैन। बाँकी कुरा चाहिँ हामीले चाहिँ पुष्टि गरिसकेका छौँ। हजुर, अब गाडी छ त्यहाँ भित्र रहेछ भन्ने त भयो हैन, तपाईलाई चाहिँ अब के गर्दै हुन्थ्यो जस्तो लाग्छ? मलाई राज्यले अझ यसलाई निकाल्न सक्यो भने निकाल्दै हुन्छ, यदि सकिँदैन भने स्थानीय निकायलाई अथवा नगरपालिकाले यहाँ खेती लगाउने खेती चाहिँ नि अब गर्नुपर्ने अवस्था आइसक्यो। अब धानको बिउहरू राख्न ट्र्याक्टरहरू ल्याउनु पर्ने अवस्था छ अहिले तुरुन्तै हैन, पानीको मौसम भइरहेछ। त्यही भएर चाहिँ नि राज्यले काम गर्ने हो नि फटाफट गर्नु पर्यो हैन। होइन भने अब यसलाई चाहिँ नि पुर्दिनु पर्यो। मलाई यो गाडीको माया छैन अब हैन। सकिन्छ, राज्यले चाहिँ नि हैन, एउटा किसान हो, एउटा चाहिँ नि राज्यमा चाहिँ यसरी चाहिँ काम गरेको मान्छे। नेपालमा चाहिँ 12-13% मात्रै प्रोटिन माछाबाट भइरहेछ। उहाँले चाहिँ यो चाहिँ यस्तो ठाउँमा आएर काम गरेको, विदेश पलायन नभएको मान्छेलाई केही राहत गरौँ, राहतहरू दिन सक्ने कृषि मन्त्रालय छन्, प्रकोप मन्त्रालयहरू छ, उहाँहरूले केही सहयोग गर्नु भने ओके छौँ हामी। तर यो बाटो चाहिँ तत्काल अब सञ्चालन गर्नुपर्ने जरुरी छ। जस्तै हिजो चाहिँ के निकाल्यो, कतिको गाह्रो भयो निकाल्न? हिजो बहुतै गाह्रो भयो। हामीले चाहिँ नि हैन, यहाँ चाहिँ नि अब चाहिँ यत्रो राज्य चाहिँ सारा दुनियाँ विश्वले हेरेको यो खबर चाहिँ झुट भइरहेको बेला वडा अध्यक्षज्यू म स्वयं लगायत एउटा चाहिँ हाम्रो बिएनएस बानिया निर्माण के अरे कन्स्ट्रक्सनबाट चाहिँ एक्सकाभेटर ल्याउने काम भयो। त्यहाँ पनि आउने क्रममा बाटोमा विरोध भए, त्यहाँ एक्सकाभेटर डुब्यो। हेर्नुहोस्, त्यहाँ धेरै नै गाह्रो भयो हैन। त्यसको बावजुद त्यहाँ चाहिँ नि भगवानले साथ दिएर अर्को एक्सकाभेटर ल्याएर त्यहाँ निकालेर यहाँ ल्यायौँ, नत्र करोडौँ त्यही पनि डुबेको थियो हैन। त्यसको जिम्मा हाम्रो चाहिँ वडा अध्यक्षज्यू हुनुहुन्थ्यो। धेरै गाह्रो भयो, धेरै पिर मान्नुभयो उहाँ पनि, म पनि धेरै पिर मानी त्यस्तो अवस्था देख्दाखेरि। अनि यहाँ आउँदाखेरि कतिपय हाम्रा यहाँ साथी किसान साथीहरूका मकैहरू धानहरू मासिएको छ, बाली नालीहरू। उहाँ वडा अध्यक्षज्यूले चाहिँ हैन, उहाँहरूको चाहिँ नि हामी क्षतिपूर्ति तिर्छौँ, पठाइदिनु भन्नुभएको छ। सायद उहाँहरूले पठाउँछु आज म। ए हजुर। अनि यहाँ लिएर आएर खन्दाखेरि चाहिँ 2-3 बजिसकेको थियो के अरे? सबैभन्दा त त्यहाँ बाटोमा डुब्यो एक्सकाभेटर, नाली उसमा कुलोमा, त्यसले गर्दाखेरि 2-4 घन्टा नै ढिला भयो। सुरुमा के निस्क्यो? सुरुमा एउटा गाडीको पहिलो ढालाको पाटा आयो, अनि त्यसपछि खन्दै जाँदाखेरि गाडीमा भएको वासर हुन्छ त्यो आयो। वासर मतलब रबड के, रबड हुन्छ त्यो आयो। अनि त्यसपछि तपाईँको यो ड्राइभरको यो योद्धा कम्पनी लेखेको पार्ट आयो। अनि त्यसपछि अरू त्यो टुल बक्सहरू आयो, अनि तपाईँको टायर आयो। त्यसपछि यहाँ एक्सकाभेटरले पनि एकदम जोखिमपूर्ण खन्नलाई नभेटाउने के, उसको पनि त्यो बकेट चाहिँ छोटो भएको भएर खन्न सकेन, पश्चिमपट्टि जान सकिएन। त्यसले गर्दाखेरि धेरै नै गाह्रो भयो। धेरै धन्यवाद छ त्यो खन्ने हाम्रो अपरेटर भाइदेखि हाम्रो बिएनएस कम्पनीका अपरेटर मालिकहरू हैन, उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद छ। हिम्मतका साथ उहाँहरूले चाहिँ मलाई सहयोग गर्नुभयो, यसको लागि म उहाँहरूप्रति धेरै आभारी छु। मलाई एकदम उज्यालो पर्दामा ल्याइदिनु भएको छ उहाँहरूले। जस्तै अब हिजो चाहिँ तपाईँले आज नि खन्ने भन्नुभएको थियो हैन, अब आज कसैलाई भेटेर आउनु भएको जस्तो लाग्थ्यो ओडा? म ओडामा गएको थिएँ। हामीले चाहिँ अब यो सम्बन्धित 3वटा सम्बन्धित निकायलाई उहाँले पत्रचार गर्नुभएको छ। आज चाहिँ 10-12 दिन हुँदा पनि उहाँले केही चासो नदिएको भएर अनि अब के गर्ने, सम्बन्धित निकायले अब खनिन्छ भने प्रोग्राम गर्ने हो, खन्ने होइन नि मबाट चाहिँ काम पुरा भयो, यो देखाउने काम मैले देखाइदिएँ, प्रमाणित गरेँ भनेर भन्नुभएको छ। त्यसपछि उहाँहरूले सम्बन्धित निकायहरूले चाहिँ यहाँ खन्ने अझ खोज तलास गर्ने हो भने गर्नुहुन्छ, होइन भने ओडाले चाहिँ मैले चाहिँ मेरो काम चाहिँ अब म रोक्छु भनेर भन्नुभएको छ। अनि अब के गर्नुहुन्छ त तपाईँ? अब म वडाले जे भन्नुहुन्छ म त्यो मान्छु र सम्बन्धित कार्यालयले
होइन खोज तलास गर्ने हो नि गर्नु पर्यो होइन अस्तिको जस्तो चुप्प लाएर बस्ने भनी त्यो गर्नु जरुरी छैन पूर्णलाई चाहिँ नि सम्बन्धित निकायलाई उहाँहरूले चाहिँ नि सम्बन्धित निकायले त्यो मार्फत पुर्याउनु पर्यो खाल्टो जस्तै वडा अध्यक्षले पनि अब कुरा त लानुहुन्छ होला होइन नगरपालिका उपमहानगरपालिकासम्म अथवा अरू निकायसम्म तपाईँ पनि जानुहुन्छ कि कुरा राख्नलाई उहाँहरूले बोलाउनु भयो भने म पनि जान्छु होइन केही कुराहरू अब कृषि मन्त्रालय जानु पनि छ मैले तपाईँको अब जस्तै भनौँ इन्सुरेन्स शिखर इन्सुरेन्स त्यहाँ पनि पुग्न छ यो पनि एउटा मेरो क्षति हो किन मैले यहाँबाट उत्पादन गरेर केही आफ्नो लोनहरू पनि तिर्ने होइन त्यो व्यावसायिक हिसाबले मैले यसको 10 लाख रुपियाँको लोन पनि के अरे इन्सुरेन्स पनि गराएको छु उहाँहरूले के भन्नुहुन्छ त्यो पनि कुरा सुन्छु नगरपालिकाको कुरा सुन्छु कृषि मन्त्रालयको कुरा सुन्छु प्रकोप व्यवस्थापनको कुरा सुन्छु 10 लाख भनेको चाहिँ के को इन्सुरेन्स त्यो हामीले चाहिँ ब्याङ्कको लोन लिँदाखेरि त्यो इन्सुरेन्स यो पोखरीको इन्सुरेन्स गराएको थियौँ क्या ए हजुर माछा पोखरीको अब यो त क्षति हो यहाँ उत्पादन हुने कुरा भएन त्यो त एउटा क्षति हो नि त होइन खोला लागेन तर यहाँ बस्न पाएन नि जुन सम्बन्धित जीवहरूलाई पालेर त्यहाँबाट केही बेनिफिट आउने कुराहरू त मलाई भएन यो त क्षति हो त्यो इन्सुरेन्सले पनि बुझिदिनुपर्छ यो कुरा होइन र जस्तै अब तपाईँले यहाँ कति लाखमा चाहिँ यो ठेक्का लिनुभयो के अरे होइन ठेक्का लिएर काम गर्नु मेरो यो वार्षिक लगभग तपाईँको झन्डै त्यस्तै 18-19 लाख छ ए वर्षको कसलाई खेतवालालाई बुझाउनु पर्ने होइन अनि त्यसपछि आफ्नो यहाँ 5-6 जना स्टाफ छ उहाँहरूको खर्च छुट्टै छ होइन त्यो सबै योभन्दा अगाडिको साउजीसँग चाहिँ तपाईँले लिनुभयो होइन ए भनेपछि उहाँले पनि यो जग्गा चाहिँ भाडामै लिनुभयो ए अनि अब तपाईँले कति 1 वर्ष भइसक्यो चलाउनु भएको होइन नाफामै थियो यो चाहिँ साउनमा लिएको पूर्ण नाफामुखी त थिएन होइन तर हामीले चाहिँ माछाहरू यहाँ चाहिँ पहिला चाहिँ एकदम जङ्गली माछाहरू फैलेको अनि त्यसलाई चाहिँ नि निर्मूल गर्नुपर्ने अवस्था हुँदाखेरि मलाई 6 महिना जति लागिहाल्यो अब चाहिँ व्यवस्थित हिसाबले चाहिँ नि माछा पाल्ने भण्डाराका मत्स्य विभागका प्राविधिकहरूसँग सरसल्लाह थियो माछा पालनका प्राविधिकहरू छन् मत्स्य प्राविधिकहरूसँग सरसल्लाह उहाँहरूबाट चाहिँ सबै सम्पूर्ण सहयोग पनि भएको मलाई होइन यहाँ कति जग्गा छ त यहाँ कतिजना अहिले यहाँ झन् 21 जनाको जग्गाहरू छन् लगभग यहाँ मेरो सम्पूर्ण टोटल गर्दाखेरि मेरो माछा पालन चाहिँ मकनपुरमा त्यस्तै 22 बिघा जति होला त्यही त अब हेटौँडा 5 मा तपाईँले माछा पालन गर्नुभएको रहेछ होइन अब यहाँ तपाईँले कर्मचारी पनि राख्नु भएको छ एक त अब यो हरेक दिन जस्तो मिडिया आउने तपाईँलाई अब यो पछाडि तपाईँकै पछाडि जुन पोखरी बनेको छ होइन गाडी डुबेर अब यो अलिक जोखिम पनि छ अब के भन्न चाहनुहुन्छ त म चाहिँ के भन्छु भने सम्बन्धित निकायले भोलि यसरी राख्न मिल्दैन होइन यहाँकै स्थानीय नजिक हुने जग्गा धनीहरूले पनि आफ्नो पहलमा वडामा जाने नगरपालिकामा जाने कुरा राख्ने खेती चाहिँ लगाउने टाइम छ चाँडो पुर्नु पर्ने छ भोलि कुनै बालबच्चा आएर मर्ला दुर्घटना होला त्यसको जिम्मेवारी चाहिँ अब म छैन यो मेरो रत्नकाली एग्रिकल्चर त्यो जिम्मेमा बस्नेवाला छैन अब किनभने सम्बन्धित निकायले यहाँ तारबार लगाउने हो कि प्रहरीहरू खटाउने हो कि यो सम्पूर्ण काम चाहिँ नि तमाम नहुन्जेलसम्म यो जिम्मा उहाँहरूकै हो अब कि पुर्नु पर्यो कि तारबार लाउनु पर्यो कि नगर प्रहरी या प्रहरी खटाउनु पर्यो त्यति चाहिँ भन्न चाहन्छु म सम्बन्धित निकायलाई हुन्छ दाइ जगत टिभीको लागि तपाईँले कुराकानी राखिदिनु भयो आम दर्शकहरू श्रोताहरूलाई तपाईँले यो जानकारी दिनुभयो होइन तपाईँको जुन माग छ जुन तपाईँको अपेक्षा छ त्यसको लागि चाहिँ सम्बन्धित निकायको ध्यान पुगोस् भन्ने हामी पनि यहाँबाट आग्रह गर्न चाहन्छौँ माग गर्न चाहन्छौँ कुराकानी गरिदिनु भयो जानकारी दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद हजुरहरू पनि धन्यवाद मेरो नमस्ते पनि छ यहाँ एक्सकाभेटर मेसिनहरू ल्याउने क्रममा चाहिँ एक दुई ठाउँ अवरोध पनि भयो त्यसको बावजुद हामीले गर्दाखेरि मेसिन पनि डुबेपछि हामी साह्रै पिर भयो तैपनि हिम्मतका साथ भगवान्ले पनि साथ दियो होला माटोले समात्यो कि झ्याप्पै त्यो पाङो माटोले गाडी यहाँबाट बाहिरबाट चाहिँ अगाडिको चक्काबाट यसरी गएको थियो होइन यसरी गएको थियो तल गएपछि यसरी बसेछ फेरि
मोटरसाइकल हो मान्छे त भेटियो भनेपछि त हुइ हुइ गरेको हो हल्ला बाबा हिजो त जात्रै थियो माटोभन्दा धेरै राम्रो तर पग्लिहाल्छ कि पानी अलिकति पाएपछि पग्लिन्छ यो डेन्जर खाले हो कि सबभन्दा राम्रो चाहिँ यो खेतीपाती गर्न मात्रै राम्रो हो यो खेतीपाती राम्रो हुन्छ एकदम मलिलो माटो हो कि धान चाहिँ सबभन्दा राम्रो मिडियाकर्मी त हिजो कोही आइपुग्नु भएन त बेचेर यहाँ गाडी फस्यो भनेर डुब्यो भन्ने हल्ला पनि छ यो लिनलाई यो हो जगत टिभी कृपया सब्स्क्राइब गर्नुहोस्